एक मोटा हाथी कहाँ से आया, कहाँ से आया, कहाँ से आया। एक मोटा हाथी कहाँ से आया, कहाँ से आया। कहाँ जाने अब त्यसरी चाहिँ यहाँ झर्छ कि भनेर हुन्छ। यसरी समक्कोसँगै गर्नुपर्छ। मलाई चाहिँ चित्तै बुझ्दैन अनि डर लाग्छ। यो चाहिँ हाम्रो सासु आमाले बाँधिदिनु भएको। यसरी चाहिँ म चाहिँ भुत्ने जस्तै भइरहेको छु बिहान बिहानै। ए अब निकाल्नु पर्यो नानीले। यसरी निस्किनु खोजेपछि पख 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 बिस्तारै बिस्तारै हो। यस मेरो छोरी निस्की। आइ 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 अब चाहिँ काम होइन। अनि तिमी घुम्न आउने भनेको होइन। बिहान बिहान घुम्नु निस्किने होइन तिमी। यसरी पुरै हुस्से लागेको छ गाइज। बाटोघाटो केही देखिरहेको छैन। मेरो छोरीलाई चाहिँ हिँड्नको ताल रहेछ। हाम्रो घर अगाडि चाहिँ ठ्याक्कै यस्तो पिच छैन। अलिकति पर आएपछि मात्रै पिच छ। अनि अहिले चाहिँ यस्तै छ। हाम्रो गाउँतिर चाहिँ यस्तो मजाले अहिले तोरी फुलिरहेछ भनेपछि तोरीको फुलतिर चाहिँ हिँड्न डुल्न यस्तो फुलहरू भएको ठाउँमा हिँड्न चाहिँ मलाई चाहिँ लास्टै मनपर्छ। अनि बिहान बिहानै यसरी हुस्से लागेको बेलामा शान्त ठाउँमा हिँड्न डुल्न आनन्द हुन्छ। जे भयो नि मन चाहिँ। त्यहाँबाट साइकलमा को आउँदैछ त्यति नजिकै पनि देखिरहेको छैन। उसलाई चाहिँ घरै जान मन छैन। उसलाई चाहिँ यतै खेल्न मन लागिरहेछ। घर नजाने म त गएको। म त गएको घर। तिमी यतै बस न त। यति मजाले हिँड्न थालेपछि मेरो छोरी। ए निकै बेर पो हिँड्छ। अब उताबाट चाहिँ गाडी आउँदैछ। अब चाहिँ म छोरी बोक्छु। गाडी पनि गाडी गयो। तिमी कता गयो? उता गोबर छ भनेको हो तिमीलाई। अनि म त हिँडेको नि नानी। अब तिमी त्यही बस। गएको म त। बिस्तारै आऊ। ए उता होइन नि। उता त पहिनी छ नि। लडिन्छ नि उता। त हेर त कस्तो छ उता। ऊ त के हो? ऊ त्यो चाहिँ चरा धपाउनु लागि बनाएको हुन्छ है। त्यो चाहिँ कुर्ता पो लगाइदिएछन् भाइ। ऊ नजिकै भएर पनि कस्तो हुस्सेले गर्दा राम्रो देखेन क्या। ल उता चाहिँ चराहरू छरेको धान गहुँ त्यो खेतमा केही नखाइदियोस् भनेर त्यस्तो गर्छन् हाम्रो गाउँघरतिर चाहिँ। होइन मेरो छोरी फेरि बाटो लागिसके। जुम्बो भएको रहेछ। ल उता खाल्डो छ। उता खाल्डो छ। उता नजाऊ। ल गल्यो गल्यो। ताली बजाइदेऊ त। तिम्रो चाहिँ हात खोइ त। तिम्रो हातै छैन। तिम्रो हात कता छ ज्याकेटमा? के भयो? त्यो ढुङ्गा टिप्नु हुँदैन नि। ढुङ्गा टिप्नु हुँदैन नि त्यसरी। मैले ढुङ्गाले हान्ने हो क्या तिमी? नि मेरो छोरी त यहाँ ढुङ्गा खेल्न थाली। उसको हात चाहिँ चिसो हुन्छ भनेर पन्जाटे लाउने मान्दैन। अनि त्यो ज्याकेटको बाउला नि लामो छ नि त। त्यो बाउला नि लामो गरिदिएको रिसाउँछ। के गरेको? केटाकेटीलाई चाहिँ यस्तै झ्यास जोसमा मात्र खेल्न मन लाग्छ क्या हो? राम्रो कुरो खेलौँ न। कि राम्रो ठाउँमा खेल्न बसायो भने त खेल्नै नमान्ने। फोहोर कुराहरू पानी माटो
ढुङ्गा खेल्न पायो भने चाहिँ कस्तो खुसी हुन्छ। यहाँ हाँस्दैछ मलाई, हाँस उठ्यो ल। म चाहिँ निकै बेर हिँड्छु, निकै बेर हिँड्न थालेर चाहिँ मेरो राजा मेरो रानी जी भन्यो नि तिमी नै त हो नि ल। मेरो छोरी चाहिँ गलेर पुरै कुद्दा कुद्दा गरेर गलेर भुइँमै बसी, तर भुइँमा धेरै चिसो हुन्छ बेबी, अब उठ्नुपर्छ ल। उठ, उठ्न पनि सक्छन् नि ऊ त। यसरी भ्याटिङ भुटुङ हिँडेको देख्छ चाहिँ मलाई लास्टै खुसी लाग्छ क्या। हिँडेको हेरिराखौँ जस्तो, तर हिँड्दा हिँड्दा कतातिर गुल्टिन्छ भनेर मात्र डर लाग्छ, नभए त के छ र है। गोबर छ नानी उता, ऊ गोबर, गोबरमा जानु हुँदैन ल। अगाडि अगाडि हिँड त तिमी, म पछि पछि हिँड्छु। ओके ओके हिँड। ए म त होइन फेरि, म चाहिँ हामी घरतिर जाँदैछौँ। ऊ पर चाहिँ कति हाँसहरू त्यहाँनिर तैरिरहेका छन् पानीमा। हामी चाहिँ तपाईँहरूले नजिकबाट देखाउन चाहन्छु त्यो हाँस। अहिले यता यो चाहिँ हाम्रो घर अगाडिको फलैचा हो। उता चाहिँ निकै हाँसहरू छन्, कस्तो दामी पाराले त्यहाँनिर स्विम गर्छन् क्या हाँसहरू। यहाँ चाहिँ पानी छ निकै, म अलिकति जुम गरेर देखाउँछु। हेर बेबी डक, डक 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 डक, डकले कस्तो गर्छ, क्वाक 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 क्वाक। नहाँस न ऊ त्यहाँ डक, ऊ त्यहाँसम्म बोकेर हुन्छन्। कहाँ 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 गर्छ है। ल जाम अब, तिमी यहाँ उभिउ त, उभिएर हेर के छ बेबी त्यहाँ, के छ त्यहाँ, के छ डक छ। कस्तो नगर आऊ, पुग्यौँ जाने, बुबासँग जान्छु, बुबासँग जान्छु। ऊ बुवा कहाँ जानु हुँदैछ, जानु भयो तिमी नजाने बुबासँग। हामी चाहिँ अब घर आइपुग्यौँ। घरमा चाहिँ यहाँ यस्तो भत्काइदिएको छ खाना पानीले पुल, यस्तो तर्नुपर्छ, चिप्लेर लडिन्छ कुन दिन। आऊ हाम्रो मम्मी चाहिँ भात पकाउनु हुँदैछ, हजुरआमा माम पकाउनु हुँदैछ। ऊ घरमा आएपछि चाहिँ यसरी रुन थालिहाल्छ मेरो छोरी। त्यसले उसलाई चाहिँ डुलाइ गर्नुपर्छ। अहिले चाहिँ गयो हजुरआमासँग। अब के हजुरआमासँग गएर खुसी भयो, हजुरआमा टोपी के गरेर लाउनु भएको यो, यसो लाउनु नि यो। मुख हेर्न त्यसको बाँदरे मुख। लौ लौ कस्तो कालो दली छ, कहाँबाट कालो दली छ मुखमा, लौ खोइ मुख हेर तिम्रो, खोइ कस्तो हेर्नु फोहोर मुख के गरेर के दली छ। ए भगवान्, कालै भइछ मेरो छोरी त, काली मसौर नै भइछ। के हो त्यो घिउ, ल तिम्रो घोडा लडिहाल्छ बाबा, बिस्तारै हिँड्नु बिस्तारै हिँड्नु बिस्तारै हिँड्छ बिस्तारै। कता जाम, लौ 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 2 बोतल रक्सी खाए जस्तो हिँड्छ, बिस्तारै हिँड्छ। कता म लान सक्छ, कहाँ लानु फेरि जाने घुम्न। अन्त बाँदरी मुख लिएर कहाँ लानु म तिमीलाई घुमाउन। हेर त तिम्रो मुख देखाइदेऊ त, गाइस भन्देऊ। पानी छ त्यहाँ बाख्राको म्या म्या। त्यसो गर्नु हुँदैन, बाख्राले हान्छ नि थपाउँछ। नगर नि त्यस्तो, ज्ञान भएर बस्छ, छुनु हुँदैन, कालो लाग्छ। हेलो गर्दैछु, बाख्रा कुन बेला हान्छ यसलाई। ल आफै बाख्रा रहेछ, बाख्रा जस्तै छ पनि।
लुगा हेर्नु न दुई ठाउँ आराम थाहा बोल्दा चा 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 आएको छ तु पालो पनि हेर्छ क्या हेर्छ क्या तो जानु छ कस्तो मलाई पैसा खोले खोलेछ खोले खोले बाख्राले कति जाँदै सोही बाटो गयो बाटो कति बताउँछ आइया म यहाँ लिइहाल्छु नगरे त्यस्तो बाख्रा किचिन्छ हात लिएर थापाउँछस् हाँस्छस् बाख्राको बुख खान्छ क्या हो छोटे उहाँ त पाउनु कहाँ लाने उति हिजो ठाउँ घाम लाग्ला जस्तो छ है दिनु अब लैजा बाख्रा डोक्याएर कहाँ लान्छ गरी लाउनु हिँड्नु भनेछ लैजाऊ डोरी किल्छ खुट्टो अहिले किल्छ नि हातमा तिम्रो बोलाउँदैछ उता नानीहरूलाई स्याउजी नमस्ते गर ओ ठुली गरे खोइ ठुली गर आइ ऊ आमा लानु बाख्रा आइ लाइ आइ लाइ जाऊ दबाउ बाख्रा दबाउ खा भन बाख्रा दबाउ उठ 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 खा लसुन खाए बाख्राले हिँड त्यहाँ बाख्रा दबाउने होइन लाइ बाख्रा दबाउ होइन खा भन बाख्रालाई आ भन खा भन बाख्रालाई लाउ 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 लिएर आऊ छोरो लिएर आऊ बाख्रालाई आ भन हो लो लो लसुन बारीमा जाने रहेछ बाख्रा ऊ पर पुगिसक्यो हिँड तिमी हिँड छिटो ऊ बाख्रा पर पुगिसक्यो आमाले पर लैसक्नु भयो बाख्रा तिमी यहीँ थियो छिटो छिटो ल छिटो बाख्रा दबाउँछौ लो उठ 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 बाख्रा दबाउ उठ्नै नसक्ने रहेछ यसो त ल लो आऊ ल बाख्रा हेर्नु हुँदैन छोड न हिँड्नु ल हिँड्नु हिँड्नु ल हिँड के हो त्यो हातमा बाई बाई गर